ड्रप माई नोट भनेको के हो र यसले के गर्छ भन्ने कुरा जानकारी पाइसकेपछि हामीले अब ड्रप माई नोटमा आफ्नो नोटहरू कसरी पब्लिस गर्न सक्छौँ भन्ने कुरा सिक्छौँ। यसमा एउटा सानो एउटा आफ्नै प्रोफाइल पिक्चरको मैले आइकन देखिरहेको छु। त्यसमा मैले आफ्नो जिमेलबाट लगइन गरिसकेपछि यो प्रोफाइल आएको हो। यो आइकन भन्दा साइडमा एउटा लगइन भन्ने बटन आउँछ। त्यहाँ क्लिक गरिसकेपछि तपाईँको जिमेलको एउटा डाइरेक्टली लगइन गर्ने पोर्टल छ। त्यहाँ क्लिक गरिसकेपछि तपाईँको आफ्नो जिमेलमा राख्नु होला। जिमेल राखिसकेपछि अटोमेटिक यसमा चाहिँ तपाईँको प्रोफाइल नामहरू आउँछ। त्यसपछि अब यो पोर्टल खुल्छ। यो पोर्टल खुलिसकेपछि तपाईँले क्लिक गर्नुपर्ने हुन्छ अपलोड नोटमा। अपलोड नोट भन्नेमा ड्रप योर पिडिएफ हियरमा क्लिक गरिसकेपछि तपाईँले कुन टपिक चाहिँ तपाईँले अपलोड गर्न खोज्नु भएको हो त्यसलाई क्लिक गर्नुहोस् र कन्टिन्यू गर्नुहोस्। कन्टिन्यू गरिसकेपछि टाइटल यसमा के राख्नुहुन्छ, अहिले म डमी राख्छु, डिस्क्रिप्सन डमी राख्छु है। जे आफ्नो टपिकले डिस्क्राइब गर्छ त्यो चाहिँ राख्न सक्नुहुन्छ र ट्यागहरू पनि राख्न सक्नुहुन्छ। तपाईँले यदि कुनै कोर्सै बनाउन चाहनुहुन्छ भने तपाईँले चाहिँ कोर्स राख्न सक्नुहुन्छ। मैले चाहिँ पहिला बिबिए सेकेन्ड इयरको र ग्रेड 11 इकोनोमिक्स भनेर चाहिँ दुईटा कोर्स बनाएको छु। त्यही कोर्सभित्र तपाईँले नोटहरू पनि पब्लिस गर्न सक्नुहुन्छ। अब यसमा चाहिँ पब्लिक, प्राइभेट र प्रोटेक्टेड कसरी तपाईँले पब्लिस गर्न चाहनुहुन्छ यसलाई चाहिँ तपाईँले प्रिभ्यू गर्नुहुन्छ। प्रिभ्यू गरिसकेपछि यहाँ चाहिँ सबै चिज देखिएको छ। तपाईँको पिडिएफ कस्तो देखिन्छ भन्ने पनि प्रिभ्यू आइसकेको छ र एउटा चाहिँ तपाईँले आफूले कपिराइट नलाग्ने कन्टेन्टहरू मैले राखेको छु भनेर डिस्क्लेमर कन्फर्म गर्नुपर्ने हुन्छ र पब्लिस नोटमा क्लिक गरिसकेपछि तपाईँको नोट्स चाहिँ एउटा ड्यासबोर्डमा गएर बस्छ कुन स्टेजमा छ भनेर। अब सबैलाई चाहिँ तपाईँले सेयर गरेर साथीहरूलाई चाहिँ देखाउन सक्नुहुन्छ। आफ्नो नोटहरू सेयर गर्न सक्नुहुन्छ र अर्न गर्न सक्नुहुन्छ।